एउटा कुरा थाहा पाइस् साथी, तँलाई तँ भनेर बोलाउने र मलाई तँ भनेर बोलाउने साथी तँ मात्रै रहिस् क्या, र म मात्रै रह्यो क्या। अरू अब कोही पनि आउँदैन यहाँनिर थप होइन। अब आउने र अब पछि आउने कोही पनि छैन क्या। यति नै हो, सक्यो। कोही पनि आउँदैन। किनभने होइन, मान्छेलाई नि मनमा यति साह्रो डर पैदा भइसक्यो नि, यति साह्रो डर मान्छेलाई नि, मान्छेदेखि नै डर लाग्न थालिसक्यो क्या। त्यो अब बाघ भालु कुनै पनि होइन, त्यो जनावरदेखि डर छैन मान्छेलाई। यस्तो खाले दुनियाँ आइसक्यो नि, मान्छेलाई मान्छेदेखि नै डर छ क्या। मान्छेले के गर्ने हो कि अब त्यो जनावर भालु होइन, त्यो बाघ साग सिंह होइन, त्यो गैँडा सैँडा हात्तीले कसैले केही गर्न सक्छ, सबैलाई कब्जामा ल्याइसक्यौँ क्या हामीले। अब डर भनेको हामीले हामीले दिने हो, हामीले हामीदेखि नै हो क्या। बुझिनस्? त्यस्तो छ क्या। बुझिन? अब होइन, यस्तो मजा थियो नि भाइ तँ भन्नुमा नि। ऊ के गर्दैछस् त नि? होइन भन्नु र ऊ के गर्दैछौ यार तिमी भन्नुको मजै छैन क्या यार। त्यो पर्खिरहेको छु क्या म, तँलाई भेट्न पर्खिरहेको छु। त्यो तँ भन्ने लाइकको साथीहरू भेट्न पर्खिरहेको छु क्या म। बुझिनस्? कस्तो मजै भइरहेको, यो कान छ नि यो पाकिसक्यो क्या मेरो, त्यो तँ भन्ने लाइकको साथीहरू तिमीहरूलाई भेट्नको लागि क्या। बुझिनस्? कस्तो झ्याउ भइसक्यो क्या, बोरिङ, लास्ट बोरिङ। हुन त ठिकै छ होइन, त्यो अरू अरू साथी पनि त्यस्तो केही भन्न खोजेको होइन, दामी छ यार केटा, तिमीहरू पनि दामी हो होइन। तर होइन त्यो तँ क्या, त्यो शब्दै सुन त हेब्बी। तँ यार तँ कस्तो हेब्बी सुन त, त्यो सुन्न चाहिरहेछु क्या मैले। सबैले तिमीहरूलाई पनि त्यही भइरह्यो होला होइन। त्यही हो, त्यति नै हो। दामी क्या त्यो, हराइसक्यो अब सकिँदैन यो, हामीले तँ भनेर नि कसैले बोलाउनै सकिँदैन, डर क्या। भित्री मनदेखि हुन्छ नि त्यो सकिँदैन क्या। कसैले कुट्ने हो कि त्यो मनमा चित्त दुख्ला कि भन्ने त्यो फिल हुन्छ क्या अब हामीलाई। बुझिन? त्यो नि सबैलाई त्यही फिल हुन्छ। ल